अभी यार बाउ छोरा भएर यसरी पाराकहाँ बसिएछ सान्दा घुम्न आएको। अब छोराछोरी उता दुग्रे छन् गरे हामी हिँड्न नि सकिएन त्यहीँबाट तपाईँको लाएर बसियो। झोला ए बोकिएको छ गाडीतिर यहाँ त भोकाए तिर्खाए आउँछन् त्यस्तो पाल झोला राख्नु राखेर आज कति घमाइ भयो बाको जापाना आज यो खोलेरै हुन्छ। लगभग 3 दिन जापाना आएको 2 हप्तापछि हामी बल्ल यतातिर आएछौँ। अस्ति हो आएको। भोलि फेरि बालकृष्णहरूको छुट्टी गोबेतिर घुम्न जाने कुरा गर्नुभएको छ। जानु पर्ने हो नि त सबै जानुभएमा राम्रो हुन्थ्यो। अनि सबै त मेसो पर्दैन। कोबेतिर जाँदा कोबेतिर भएकालाई भेट्नु पऱ्यो। क्योतो जाँदा क्योतोतिर भएकालाई, नारा जाँदाखेरि नारातिर भएकोलाई मेसो पार्दै सबैसित सम्पर्क नि अब बस्नुहुन्छ कि बस्नु त लगभग 2 महिना 2.5 महिना जति बस्नुहुन्छ अझै। अब 2 महिना भनौँ। अब 2 महिना 2 महिना समय भएपछि त अब त्यति बेलासम्म नजिक परि भेट्न इच्छुक साथीहरू सबैजना फोन मार्फतबाट अनि गरेर ल कता हुनुहुन्छ हामी भेट्न पऱ्यो भन्नुभयो भने त्यहीअनुसार गरौँला। भाइको पनि लगातार छुट्टी छैन, काम गर्नै पऱ्यो परदेशमा। अनि छोराछोरी पनि सँगसँगै छन्, त्यसो गर्दा छोडेर हिँड्नै नमिल्ने। लगभग धेरै साथीहरूसँग त अब जबरी सम्पर्क नि भइराखेको छ। अब कहाँ हो अब भेट हुने भन्ने कुराहरू बस्ने अहिले पार बस्ने आमागासाकी आकाराचुका भन्छ। यो आमागासाकी सीमा पर्छ। आकाराचुका नजिकै बस्नुहुन्छ। अनि त्यतातिर उसित हाम्रो लाउरी भुवन देवीहरूसित भेट भयो होइन, गइयो यतापट्टि उ भन्छ। हाम्रो भुवन भाइ पनि त्यति नजिकै छ। त्यहाँ उसको सोमबार बिदा हुन्छ। त्यहाँ सम्झौता बेलुका फोन गरौँ न, सल्लाह गरौँ न भनेपछि अब सरासर तपाईँहरू यहाँ गएपछि त अब टोकियोतिर त जानुहुन्न होइन? होइन, टोकियोतिर पनि जान सकिन्छ। अब किनभने दिपक उतै दिपक भन्न छोरो भाइ हो हाम्रो दिपक कहाँ हो? दिपक हो त ओसाका हो। ओसाका टोकियोतिर नि सम्भावना पनि जाने कुरा छ। जस आउने भए यही अनुसार हामी जानकारी गरौँला नि त सबैलाई। ल हामी बा आमा आउँदै हुनुहुन्छ भनेर जानुभयो भने एकचोटि भेट हुने गरौँला प्रयास। त्यसो भने अहिले घर चापी लाएर आउनुभएको भनेको होइन? होइन, साथीलाई दाईलाई माइल दाई हाम्रो कान्छेर दाईको हाम्रै अब माइल दाई भन्नाले अब साइनलाई त्यही नदेखि भएको हुनाले माइल दाईलाई घरसँग पनि भनेर एउटा भैँसी पनि लगभग गोठैमा राखेर जाने बेला किन भैँसी एउटा भैँसी मात्रै थियो त अन्त। एउटा राँगो र भैँसी थियो, 2टा राँगा एउटा भैँसी थियो। लगभग 1 महिना 1.5 महिना अगाडि बेच्ने। त्यस कारणले अलिक एउटा भैँसी एउटा राँगो छोडेर आएको थिएँ। बिचा आएर राँगो बेचेर अब एउटा भैँसी मात्रै छ। हाम्रो माइलबाहरू त्यतै बसेर सहर काठमाडौँतिर सर्नु भयो? होइन, काठमाडौँ त जानुभएको हो, तर अहिले आउनु जाने गर्नु गर्नुभएको छ। जग्गा हुन्छ उहाँलाई दुःख गरेर कमाएको चिजलाई अलि माया भएको हुनाले किबी लगाउनु भएको छ। त्यो काममा जिमेरी किबी लाउनु किबी लाउनुभएको छ। हाम्रो अनि हाम्रो मन्दिर के अरे खान्छोरहरू कता हो त? कहाँ तलतिर खान्छौँ काठमाडौँ साइलोबारतिर काट्नु पसल गर्छन् कि? अहिले अब थोरै अब परिवार सबै काठमाडौँ हो, बच्चा बच्ची त्यसो भने अहिले बडेगाउँमा अब तपाईँहरू हुनुभयो, चुरामणि बा हुनुहुन्छ। बडगाउँ लगभग सङ्ख्या थपिएको छ। अब आफ्नो यस अब ऊ पनि त्यही हुनुभयो, गुरुबा पनि त्यही हुनुभयो अहिले। ददैराम
दुईराम बाबु अनि कता हो गैराम बाबु सिंह कल्या मणिभद्र घर ए त्यहाँ हो पहिला तल बसेको मान्छे मैले होइन अनि तल पनि थिएँ 22 थियो अहिले त्यहाँ बस्छन् अहिले गाउँतिर विकास गर्छ मान्छे छैन विकास गर्छ अब मान्छे छैन तर सोच परिवर्तन गर्नुपर्छ भन्ने पाराको नि र अब यस्तो आएर यस्तो ठाउँमा देख्दा खुसी पनि लाग्छ आमा पनि आउनुभएको तर कुरा गर्दा गर्दै ल आउनुहोस् आमाले नि केही ए सान्दामाथि डाँडामा बसेर मितबासित जेउसी गफ गर्दैछौँ के छ कस्तो छ गाउँतिर भनेर हामी त नगएको अहिले नगएको त 3 वर्ष 3.5 वर्ष हुन लागिसक्यो अनि जेउस रोचकै छ गाउँमा ठाउँ ठाउँमा पुल बन्दैछन् हाम्रो लगभग 9 र 8 भनेपछि हाम्रो पुरानो के अरे धेरै झोलुङ्गे पुल भएको जिल्ला बागलुङ जिल्ला अहिले चाहिँ अब पक्की पुल भएको बागलुङ होला जस्तो छ नि त यही हिसाबले बनाऊ भने त होइन यही हिसाबले बनायो भने हाम्रो दरममै धेरै भन्नु धेरै भने हाम्रो दबाउको नि आँडी खोला एउटा छ त्यो दरम चाहिँ अनि वलतिर आएर यो सनकोलभन्दा मुनि छ त्यहाँबाट काँडेवास हुने भयो कामराज हुनुभयो यो गन्डुङ्गा हुने भयो सिमलाफा हुने भयो अनि त्यसपछि गएर यसमा पच्चापुरी पछुवा जस राज भनौँ न शिवमालीका अगाडि त्यहाँ हुने भयो अर्को चाहिँ उयो उसमा माथि जे छ लमाइको फाटको लमाइको मान अब त्यहाँ अनि हटिया पनि त राजा पुलहरू पनि सम्झेर त हटिया झन् 3-4वटा हाल्ने हटी भयो त्यसपछि माथितिर गएर नरघाटी पनि नरैठाँटी भयो धेरै भए यस मान्छे अहिले घर छन् बाटो पिच सरेर गर्छ केही गाह्रो छैन गाउँमा छैन अब हाइवेले त बनाएको छ तर लगभग गाउँ छिरेका ठाउँमा पनि पिच हुँदैछ झन् नयाँ सोच नयाँ विचार गरेको अब झन् विकास होला कि भन्ने छ गाउँमा मान्छेको अभाव मात्रै भएको अब मान्छे अभाव हो त्यो सबैजना त्यसो बासित बसेर एकछिन गफ गरियो यो सम्झनाको लागि मात्रै हो कसैलाई त्यस्तो ऊ होइन भोलि भविष्य यसो हामी बसेर कुरा गर्थ्यौँ भन्ने ऊ पनि हुन्छ होइन त्यो ठाउँमा आएर विदेश आएर सात समुद्र पारी आएर भेट भइयो कुरा गर्ने मौका मिल्यो हस् धन्यवाद सबैजनाले सब्सक्राइब गर्नुहोला लाइक कमेन्ट गर्नुहोला धन्यवाद